प्रीति राईको फ्यान्सको लागि चाहिँ मे 10 अर्थात् भोलिको दिन चाहिँ एकदम राम्रो प्रीति राईको खेल छ र यो खेल चाहिँ कहाँबाट लाइभ हुन्छ र कुन च्यानलले लाइभ दिन्छ भनेर तपाईँहरू त्यस्तो दुविधा कौतूहलता छ भने चाहिँ मसँग जोडिनुहोला र भिडियो पनि अन्तिमसम्म हेर्नुहोला र सक्दो सेयर गर्नुहोला ताकि प्रीति राईको फ्यान्ससम्म यो भिडियो पुगोस् है त। प्रीति राईको कुरा गर्नु पर्दाखेरि चाहिँ अहिले चाहिँ प्रीति राई चाहिँ कम्बोडियन वुमेन्स लिग खेलिरहेकी छिन् र योभन्दा अगाडि चाहिँ 2 खेल भइसकेको छ र 2 खेलमा चाहिँ प्रीति राईले राम्रो आफ्नो पहिलो खेलमै आफ्नो राम्रो कमब्याक गरेसँगै 2 एसिस्ट पनि गरेको छ। यहाँहरूले यो भिडियोहरू पनि देखिसक्नु होला र भोलि गेम हेर्नु चाहिँ हामी सम्पूर्ण प्रीति राईका फ्यान्स लगायत नेपाली वुमेन्स प्रेमीहरू चाहिँ एकदम आतुर छौँ र अस्तिको गेम पनि हामीले हेर्न पायौँ र यसपालिको गेममा पनि केही राम्रो खेल प्रदर्शन गर्छ भन्नेमा हामी ढुक्क छौँ र योभन्दा अगाडिको खेलहरू पनि राम्रै प्रदर्शन गर्दै आइराखेको यहाँहरूले देख्नु नै भएको छ र विशेष गरेर भोलिको खेलमा चाहिँ प्रीति राईले चाहिँ कति एसिस्ट गर्छ तपाईँहरूले आफ्नो विचारमा लागेको कुरा कमेन्ट बक्समा भन्नुला। मे 10 को खेलको लागि चाहिँ नेपाली मेसी अर्थात् नेपाली वुमेन्स टिमका मिडफिल्डर प्रीति राईलाई धेरै धेरै शुभकामना दिँदै भोलिको खेलको जितको शुभकामना पनि भन्न चाहन्छु। म चाहिँ फुटबल सम्बन्धीको चाहिँ जानकारी चाहिँ यहाँहरूलाई म ल्याउने गर्छु र त्योभन्दा अगाडि चाहिँ मसँग तपाईँहरू जोडिँदै गर्नु होला। अहिलेको लागि चाहिँ म छुटिन चाहन्छु है त।